यस गते के हाम्रो एनिभर्सरी हैन बिहा भएको दिन अनि हामी यसो एउटा दुईटा फोटो खिच्यो अनि बच्चाहरुले चाहिँ केक काट्ने मम्मी केक ल्याउनु पर्छ भने फेरि पानी आइरहेको थियो हैन अनि त्यसपछि गएर भाटबटिन गएर केक ल्याइयो केक ल्याइसकेपछि ल मम्मी साडी लाउनु पर्छ साडी लाउनु भने साडी लाउनु भने मलाई कस्तो जाँगरै लाग्दैन अनि लाउन पनि आउँदैन अनि के गर्ने त अब एउटा दुईटा बच्चा अनि त्यसपछि है के गर्ने गीत गाएर फेरि नाची त्यतिकै के मलाई त्यति सोच पनि छैन अनि तपाईँ पनि यति लाग्यो होइन अब बच्चाको लागि भए पनि खुसी भइदिनु पर्दो रहेछ कि बच्चाहरूले एकदम गर्ने बच्चा त सानसानो छन् तैपनि मलाई चाहिँ बच्चाहरू खुसी भयो भने जे पनि गर्न मन लाग्छ कि अब अरूलाई बोलाएर यताउता पार्टी गर्नु भने काम धेरै हुन्छ सरसफाइ गर्ने गाह्रो होइन अब गरिदिनु मान्छे कोही छैन अनि रमाइलो त हुन्छ पहिला सक्दा त यसरी पार्टी गर्थ्यौँ होइन रमाइलो लाग्थ्यो मान्छेहरू धेरै बोलाउँथ्यौँ होइन अहिले त आफूलाई बोलाउने मान्छे छैन त्यो भएर मैले बर्थडे पनि यस्तै एक्लै मनाइदिन्छु कि धुमधुम नाच्यो है ल के मजा लाग्यो है मलाई नि अचम्म लाग्छ कि पछि आफू पनि त्यो भिडियो हेर्दाखेरि है के गर्ने बच्चाहरू फेरि नाच्दैन है नाच्नु के यताउता खुसी हुनु म मात्रै म खुसी भयो भने धेरै रमाइलो होइन म दुःखी हुँदा चाहिँ मलाई पकाउने मान्छे चाहिँ हुँदैन मलाई पुरा मेरो दुःख लाग्छ कि यो बुटुक पुरुक नाचेको कति रमाइलो यस्तो मजाले नाच्नु खुट्टा गल्छ कि फेरि त पहिला त कति नाच्थेँ कि रातभरि नाच्थेँ कि यस्तो नाच्नु मन पराउने अहिले चाहिँ ज्यान पनि मोटो भयो क्या ज्यान मोटो भएर यसरी रमाइलो नि लाग्छ क्या खोचाइयो मान्छे बोलाएको पायो है खाने पाइ गएको यस्तो यस्तो भन्छ कुरा लाग्छ के भन्दा आफू एक्लै रमाइलो त्यसपछि सम्झना हुन्छ नि त गऱ्यो भने मेरो फेरि काम नाच्नु नै हो क्या अब बुढाबुढी नाच्न थाल्यो क्या ल त्यस्तो मजाले नाच्दिने है बुढो पनि के भन्नु रिस पनि एक भाइन्छ भनेको पनि हो कि मलाई आफूलाई हाँसो लाग्छ कि अब नाचौँ भनेको नाच्दिनु भयो म नि नाचेँ के हुन्छ र आजको दिन भोलि आउँदैन सम्झना हुन्छ अहिले अल्छी माने भने नि भोलि फेरि आजको दिन बित्यो नि त हाम्रो अब भोलि त हाम्रो दिन यो दिन आउँदैन गइसक्यो फास्ट इज फास्ट कहिल्यै आउँदैन हाम्रो त प्लस भइसक्यो आजको दिन भोलि गयो 3 वर्ष अब अर्को वर्ष झन् बुढो भइन्छ कि तर हामीले अहिले खिचेका फोटो कति रमाइलो लाग्छ क्या त्यो भएर मलाई चाहिँ एकदम सोख मान्छेले किन जस्तो पनि फोटो बनाउँछ भिडियो बनाउँछ पोस्ट हाल्छ भन्छन् नि छोराछोरीलाई यस्तो रहर लाग्ने होइन उनीहरूले डेकोरेसन गरेर हामीलाई ढुङ्गा लगाएर चट्ट पारेका भएन के बच्चाहरू पनि खुसी हुन्छ ए मम्मी के दिने केक काट्नुपर्छ मम्मीलाई खुसी बनाउनुपर्छ भन्छ कि बिचरा छोरो क्या त्यो सानो छोरोले अनि बच्चा बच्चीहरू आफूहरू फेरि फोटो खिच्नै मान्दैन हामी मात्रै दुईजना मात्रै रमाइलो मान्ने हो बच्चाहरू फेरि मम्मी बाबा खुसी भएको देख्यो भने यति आनन्द मान्छन् मम्मी बाबा फेरि अचम्म राख्छन् कि टिकुले नै चुर्को उठेर सबै रमाइलो बिहारमा बाजा बजाउन भए पनि एनिभर्सरीमा बाजा जाइयो भन्नुहोस् भनेर मैले सानो भिडियो फोटोहरू पोस्ट गर्छु धेरैजनाले
भन्नुहुन्छ कि मलाई जे पनि सामाजिक सञ्जालमा हाल्नु जे पनि सामाजिक सञ्जालमा के गर्ने त अहिले अब फोटो धुल्याइँदैन होइन अब मेमोरी कार्डका जमाना पनि गए त्यो मेमोरी कार्ड पनि बिग्रिन्छ अनि पोस्ट गरिदिएपछि पछि त कहिले न कहिले त रिकल त भइहाल्छ आउँछ जस्तो छ त्यस्तै पोस्ट हाल्ने त्यस्तो गर्छु कि तर मलाई कसैले लाइक गरोस् कमेन्ट गरोस् भन्ने सोचेको चाहिँ अहिले कतै फलोअर बढाउँछु भन्ने सोचेर पनि होइन तर मलाई के हुन्छ भने यो जोस् मेरो एउटा एल्बम हो कि अब नखोल्नु सामाजिक सञ्जाल खोलिसकेपछि इन्जोय त गरौँ न भन्ने हुन्छ कि के गर्ने त पाएको त भयो अब बिहामा एउटा फोटो लियो चाहिँ त्यत्तिकै गएर बिहा गरेर लिएर आयो अब अहिले रहरमा के गर्ने पाइँदैन नि त त्यो भएर अहिले जे छ अहिले चाहिँ रमाउने खाने हाँस्ने नाच्ने के गर्ने छोरी है छोरी फेरि भिडियोमा देखिने होइन कि भिडियोमा आउनै नमान्ने छोराछोरी चाहिँ भिडियोमा आउनै मान्दैनन् क्या जति रहर लाग्ने चाहिँ मलाई चाहिँ यति रमाइलो लाग्छ नि छोराछोरी बुढो रमाइलो मान्दैन म त्यसै जग्गा भन्नु लाग्छ हेर नाच दैया छ कि त्यस्तो अचम्म हो कि नाच्ने एक्लै भए पनि नाच्ने हो कि कति नाच्ने क्या अहिले त झन् ज्यान मोटो भयो होइन पहिला दुब्लो हुँदाखेरि त यस्तो बस गरेर नाच्ने अहिले त आउँदैन गीत गाउन नाच्न भनेपछि त सानोमा त त्यो घाँस काट्नु भयो अनि घाँस काट्नु जाँदाखेरि सालको पात बजाउँदै गीत गाउँदै अनि एक्लै पनि नाच्ने त्यस्तो खालको मान्छे जिन्दगी चाहिँ कहाँ पुगिन्छ क्या त्यसरी कोठामा नाच्नु परेको छ कहीँ जानु छैन रमाइलो कहीँ गर्नु छैन है अब समय भनौँ कि अब देशकै स्थिति सायद अब हामी पनि गाउँघरमा भएको भए अब जहाँ छौँ त्यसरी रमाइलो गर्नुपर्छ ती सम्झनाहरूलाई भोलिको दिनमा सदुपयोग गर्नुपर्छ छोराछोरीहरूले हेर्न पाउनुपर्छ अब हामीले बुवाआमाका पहिलाका हेर्न पाएनौँ हामी पनि सानो छँदाखेरि पाएनौँ त्यो भएर मलाई चाहिँ यो भिडियो बनाउने फोटो खिच्ने पोस्ट गर्ने एकदमै सोख हो क्या एकदमै सोख हो तर पुरा आज अलि जाँगर आजकल चाहिँ ह्याप्पिनेस कम भएको छ कि मेडिटेसन कम भयो के भयो है अब खुसी आउँदैन सानो कुरामा पनि खुसी हुने कसैले मिठो बोलिदियो भने म त दम्म पर्ने कि अब यस्तो सजिलो मान्छे कहाँ पाइन्छ हो यस्तो सजिलो मान्छे कहाँ पाइन्छ न गहना कपडा मागेको छ न काहीँ घुम्न लिएर मानेको छ होइन अब त्यही भएको घरमा हुँदाखेरि खुसी भइदियो भने यति आनन्द नि त्यति त बुढोले गरिदिएको थियो नि त त्यही पनि गाह्रो हुन्छ क्या मेरो बुढो फेरि भारी के भारी बोली झार्न नि भारी भगवान् यति गाह्रो पनि केही कुरा गर्न मान्दैन मैले लत्तारेर तपाईँहरूले कति राम्रो जोडी कसरी मिलेर कति मिल्नुहुन्छ भन्नुहुन्छ नि मिलाएको हो क्या आफूले मिलाएको नमाने लत्तार्ने हो क्या 15 सेकेन्ड 1 मिनट 2 मिनटको भिडियो हेरेर त्यसले क्या फल्नाको जोडी जस्तो भन्नु बेकार हो हेर्नु सबैका जोडी मिल्छन् है सबैका जोडी झगडा गर्छ कि म यहाँ एक्लै नाच्दैछु है त साथी चाहिँ कति मजाले नाचेको म त हताउनै हो नि त यस्तो मजाले नाच्दिने हो नि पुरै छोडिदिने क्या अब यसलाई सट्ट पारेर एउटा भिडियो पोस्ट हालिदिएपछि भोलि छोराछोरीले हेरिहाल्छन् मोबाइल त फुटेर पनि जान्छ अब मेमोरी फुल हुन्छ त्यो भएर मेमोरीमा राखेको भन्दा पनि फेसबुकमा टिकटकमा युट्युबमा राख्यो भने एकदमै सधैँ रोइरहन्छ क्या त्यो भएर मैले चाहिँ यो भिडियोहरू सबै फोटोहरू सबैलाई एक पुष्ट पारेर पोस्ट गर्ने प्रयास गर्छु क्या मलाई पैसा कमाउने लाइक भ्युज फलोअर बढाउने भन्ने कुरा चाहिँ होइन है ल कसैको मेरो साँच्चीकै भन्ने पनि 5 लाइक पनि आउँदैन मलाई लाइक कमेन्टको कुनै छैन कसैले मलाई सम्झिनु नसम्झिनु मलाई मतलबै छैन कि म मेरा पारामा नाचेको चाहिँ
यति गरेन भने त कहाँ खुसी गरिन्छ र खुसी देखाउन सक्दैन।